थोपा थोपा मिली समुद्र बन्छ भने चाहिँ हाम्रो राष्ट्रिय खेलाडीहरू पनि एकपछि एक गरी विदेशी लिगमा आफ्नो व्यवसायिक खेल खेलिरहनु भएका सम्पूर्ण खेलाडीहरू इरान 1 र भारत 2 खेल गरी जम्मा 3 मैत्रीपूर्ण खेल खेल्नका लागि आफ्नो राष्ट्रिय टिममा समावेश हुन नेपाल आइसकेका छन्, जसमा प्रीति राई, एन्जेला तुम्बापो, सावित्र भण्डारी र पूजा राणा मगर। सम्पूर्ण दर्शक प्रेमीहरूको एउटै मात्र प्रश्न रहेको छ, खास हाम्रो चेलीहरूको खेल कहिले हो भनेर। तपाईहरू कोही पनि नझोकिनु होला, खेल खास कहिले हो भनेर प्रश्न पार्नका लागि आज म यो भिडियो लिएर आएको छु। भिडियो सुरु गर्नुभन्दा पहिले फलो गर्नु भएको छैन भने फलो गर्नु होला, किनकि मैले यस्तै खेल सम्बन्धी जानकारीहरू दिँदै पनि आएको छु। हाम्रो राष्ट्रिय महिला टिमले इरानको पहिलो खेलसँगै भारतसँग 2 मैत्रीपूर्ण खेल खेल्दैछ। एन्फाका अनुसार नेपालको पहिलो खेल कार्तिक 7 गते इरानसँग र दोस्रो खेल भारतसँग कार्तिक 10 गते खेल्ने भएका छन्। दुवै खेल भारतको शिलङ भन्ने ठाउँमा हुन्छ र खेल हुने नेपाली समयअनुसार बेलुकी 6:15 मा सुरु हुनेछ। यसअघि एन्फाले तय गरे अनुसार नेपालको कार्तिक 9 गते हुने खेल कार्तिक 12 गते खेल्ने भएका छन्। यो खेल भारतको सिक्किम भन्ने ठाउँमा हुने भएको छ र खेल हुने नेपाली समय बेलुकी 4:45 बजे। यी सबै खेल हेर्नका लागि युट्युबमा गएर सर्च गर्नुहोस् इन्डियन फुटबल। सो यसैबाट सबै खेलहरू हेर्न पाउने भएका छौँ। फिफा विन्डोभित्र नपर्ने यी मैत्रीपूर्ण खेलहरूले महिला टोलीको प्रदर्शन सुधार्न र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी बलियो बनाउने अपेक्षा गरिएको छ। अन्तिममा आएर रह्यो अब दुःखको कुरा, राष्ट्रिय खेलाडीहरूलाई भाइ टीका मनाउने समय छैन। देशका लागि खेल्ने हाम्रो राष्ट्रिय महिला फुटबल टोली अहिले तयारी र खेलमा व्यस्त छन्। घर परिवारसँग भाइ टीका मनाउने समय नपाएर पनि उनीहरू राष्ट्रको झण्डा उचाल्न मैदानमा सङ्घर्ष गरिरहेका छन्। जुन दिन हामी दाजुभाइ र दिदी बहिनी बीचको माया बाँडिरहेका हुन्छौँ, उनीहरू देशको नाम उज्यालो बनाउनका लागि घाम पानीमा पसिना बगाइरहेको हुन्छन्। यही हो राष्ट्रिय खेलाडीको त्याग र समर्पण बनाउनका लागि राष्ट्रिय टोली अब कार्तिक 5 गते इन्डिया प्रस्थान हुनेछन्। जय नेपाल, जय नेपाली फुटबल।